चिसो मौसममा तातो चिया र डोनट खानुको मजा नै बेग्लै छ के कसो साथीहरू। मलाई भने चाहिँ आज यो नेपाली डोनटको चाहिँ एकदमै धेरै क्रेभिङ भइरहेको थियो र मेरो फर यू पेजमा पनि बारम्बार यो डोनटको रेसिपीहरू आएको भएर आज म पनि यसो ट्राई गरिदिउँ न त भनेर चाहिँ मैले चाहिँ ट्राई गर्न लाग्दैछु। लेट्स चाहिँ कस्तो हुन्छ। होप हजुरहरूलाई पनि मेरो यो रेसिपी मनपर्ने छ र हजुरहरूले पनि ट्राई गर्नुहुनेछ भन्ने आशा गर्दछु। र सुरुमा मैले लिएको छु 1 कप मनतातो दुध लिएको छु। त्यसमा मैले 1 चम्ची ड्राई इस्ट हालेको छु र साथै लिएको छु मैले एउटा अन्डा। इफ हजुरहरूलाई चाहिँ एगलेस मनपर्छ भने चाहिँ अन्डा चाहिँ स्किप गर्न पनि सक्नुहुन्छ। मैले चाहिँ बटरलाई मेल्ट गरेर 2 चम्ची जति लिएको छु र साथै लिएको छु मैले चाहिँ 2 चम्ची जति चाहिँ ब्राउन सुगर लिएको छु। मलाई चाहिँ खासै धेरै गुलियो मन नपर्ने भएको भएर चाहिँ मैले चाहिँ चिनी चाहिँ अलिक कमै राखेको छु र हजुरहरूले चाहिँ पिठो राख्दाखेरि चाहिँ बिस्तारै थोरै गरेर राख्नु होला। मैले चाहिँ यसमा लगभग 2 कचौरा जति चाहिँ पिठो लिएर चाहिँ यसलाई मजाले माडेर राखेको छु र मेरो चाहिँ पिठो रेडी भइसकेको छ। मैले चाहिँ यसलाई बेल्नुको सट्टा हातैले मैले यसलाई गोलो बनाएको छु। हातैले बनाउँदाखेरि छिटो पनि हुने र पिठोलाई बेलिराख्नु पनि नपर्ने। सुरुमा चाहिँ हामीले तेललाई चाहिँ धेरै हाई हिटमा चाहिँ तताउनु हुँदैन। तेल भनेको चाहिँ तपाईँले लो टु मिडियममा राख्नुपर्ने हुन्छ, नत्र भने हाई हिटमा राख्यो भने बाहिर चाहिँ गोल्डन ब्राउन भइसक्छ र भित्र चाहिँ काँचै हुने भएकोले चाहिँ हिटलाई चाहिँ सानै पारेर राख्नु होला। र मैले चाहिँ यसरी डोनटलाई सबै गोल्डन ब्राउन हुन्जेलसम्म चाहिँ फ्राई गरिसकेको छु। हेर्नुहोस् त कति राम्रो भइसकेको छ। मैले चाहिँ सबै डोनटहरूलाई पालैपिलो यसरी फ्राई गरेको छु र बजारमा यो डोनट थरीको पाउँछ र नपाउने त होइन, तर पनि मलाई आफ्नै हातले बनाएर खानु मन लागेको भएर चाहिँ मैले घरमै आज ट्राई गर्दैछु। यो चाहिँ मेरो फर्स्ट एटेम्प हो। हजुरहरूलाई कस्तो लाग्यो है त। मलाई चाहिँ यो डोनट एकदमै मिठो लागेको थियो र नेपालकै झझल्कै आएको थियो यो डोनट खाँदाखेरि चाहिँ र एकदमै यमी भएको थियो है। ल मैले चाहिँ 2 कप पिठोबाट चाहिँ मैले यति धेरै डोनट बनाइसकेँ र साइडमा चाहिँ मैले चिया पनि मेरो उम्लिसकेको छ। अब तातो चिया र तातो डोनट खाने हो। मैले चाहिँ केटाकेटीको लागि चाहिँ यसरी बिचमा काटेर क्रिम लगाएर रेडी गर्दैछु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लभ यू अल। सी यू इन नेक्स्ट भिडियो।